So hello guys, welcome back to my new video. आज म काठमाडौँदेखि बुटोल जान गइरहेको छु है। मेरो गाडी चाहिँ त्यहाँ बसिरहेको छ। मेरो प्यासेन्जरहरू अघि नै आएर बसिसक्नु भएको छ। म चाहिँ आज काठमाडौँदेखि बुटोल जाँदैछु आफ्नै घरको फ्यामिलीहरू लिएर। त्यही पनि टन्नै हुनुहुन्छ फ्यामिलीहरू, त्यसैले मैले ठुलो गाडी लिएर जाँदैछु आज। अब बाटोमा के कस्तो यस्तो हुन्छ हेरिदिनु होला सबै। Hey guys, मेरो चाहिँ अहिले यो नयाँ भर्खर रिलिज भएको बस हो हाम्रो। हाम्रो बस राम्रै छ गाइस, भर्खर रिलिज भएको अर्को दरबार बस हो यो ट्राफिक मोडको लागि चाहिँ बस एक्स ब्लग भन्न सर्च गर्न सक्नुहुन्छ। आउँछ भिडियो नलागिकन हामी देशतिर लाग्न सक्छौँ गाइस। अब भिडियो सुरु हाल्न मैले पनि गाडी इन्जिन साइड चेक हालिसकेको छु गाइस। मैले इन्जिन साइड ठिकै भइरहेको छ गाइस। मैले अलिक थोरै सानो अलिकति अगाडि जानुपर्ने रहेछ। यहाँनिर मेरो 2-3 चोटि गाडी पनि अड्किसकेको छ गाइस। त्यसैले म चाहिँ अलिकति अगाडि गएर गाडी घुमाएर आउन सक्छु गाइस। बित्तिकै गाडी भित्र ठुकिरहेको छ गाइस। आज मेरो दर्शक गाइस हुन्छ। म चाहिँ गाडी यही घुमाम भनेर सोचेको थिएँ। यसै बाटोबाट मैले गाडी धेरै भएको छ, त्यसैले मैले यहाँनिर घुम्न ट्राई गर्दैछु गाइस। गाडी पनि ठुलै छ गाइस। गाडी पनि राम्रो छ तर ठुलो छ भन्नु पर्यो। ट्रिप स्टार्ट हुँदैछ काठमाडौँदेखि बुटोलसम्मको। के कस्तो हुन्छ बाटोतिर हेर्दै जानु होला। प्यासेन्जरहरू चाहिँ आरामले बसिरहनु भएको छ भित्र है गाइस। काठमाडौँको बुटोल है गाइस। हाम्रो चाहिँ एक त छ बाटो, तर यहाँको बाटो कस्तो छ मलाई फर्स्ट टाइम जानु लाग्छ यहाँको बाटो है गाइस। गाडीमा बाटो के कस्तो छ केही थाहा छैन मलाई, फर्स्ट टाइम हिँड्दैछु यहाँको बाटो। अगाडि बाटो छ छैन केही थाहा छैन। प्यासेन्जरहरूले बाटो छ भनिदिनु भयो है गाइस। यत्तिकैमा है बाटोमा के कस्तो हुन्छ हेर्न सक्नुहुन्छ। त्यो गाडी त बुजुक गर्छ त बाटो त राम्रो रहेछ। डिउतिर खेतबारी रहेछ। डर लागिरहेछ यहाँ बाटोमा चलाउन। मेरो भोइस हेरेर हजुरहरूलाई दिक्क लागिसक्यो होला। म हजुरहरूलाई गीत बजाइदिँदैछु एउटा। कसलाई मनपर्छ यस्तो गीत है गाइस, सुन्न सक्नुहुन्छ। सबले भन्छन् राम्रो छ पर्पलले, लोयल्टी देखाउँछ सर्पले, सर्पलाई नचाउँछ पर्पलले, मलाई सबैले ब्याड बोय। सो हेर्न सक्नुहुन्छ गाइस, यहाँको बाटो चाहिँ राम्रो रहेनछ। यहाँबाट उता बाटो रहेन जस्तो छ गाइस। मलाई प्यासेन्जरहरूले यत्तिकै झुकाइदिएर ल्याउनु भएको रहेछ। यहाँसम्म राम्रै भयो। सो प्यासेन्जरहरूलाई म एकछिन खाजासाजा खुवाउने छु गाइस। अब खाजासाजा खुवाएपछि भिडियो बनाउने छु गाइस। ल गाइस, म चाहिँ प्यासेन्जरहरूलाई खाजा खुवाउन गइरहेको छु। हेलो गाइस, म चाहिँ त्यहाँबाट गाडी पनि झिकाएर ल्याइसकेको छु। खाजा पनि खाइसकेको छौँ। सबैलाई मैले चाउमिन खुवाएर ल्याइसकेको छु है गाइस। हेर्न सक्नुहुन्छ। अब चाहिँ म आफ्नो ट्रिपतिर लगातार लाग्दै गइरहेको छु। र बुटोल जाने बाटो चाहिँ फरक परेछ गाइस। हामी अगाडिबाट उकालो जानुपर्ने रहेछ। उल्टो गइरहेको रहेछ बाटोमा चाहिँ गाइस, हेर्न सक्नुहुनेछ।
अब चाहिँ म हजुरहरूलाई बिस्तारै लगेर मैलाएर देखाउने छु गाइस। म चाहिँ स्पिडै चलाइरहेको छु गाडी अनि डर पनि लागिरहेको छ नयाँ गाडीमा स्पिडमा चलाउनको लागि। यहीँबाट उकालो भन्दैछन् प्यासेन्जरहरूले, यहाँबाट अड्किँदा अड्केपछि उकालो आउँछ भनिरहेका छन्। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ? युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब हानिदिनु होला। भिडियो हेरेर मन परेमा एक लाइक एक सब्सक्राइब हानिदिनु जानुहोला। अब अर्को भिडियो चाहिँ कहाँको बनाउने हो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। यहाँबाट चाहिँ उकालो भनेछन् मलाई प्यासेन्जरहरूले, अनि यहाँबाट नि परेन भने के गर्ने होला भनेर अलिकति चिन्ता भइरहेको छ। गाडीमा धेरै पेट्रोल पम्प छैन, यो बाटोतिर पेट्रोल पम्प पाउँदैन, अनि डर पनि लागिरहेको छ। बाटो पनि अफरोड पनि रहेछ, हेर्न सक्नुहुन्छ। बाटो पनि अफरोड पनि रहेछ, अनि डर पनि लागिरहेको छ। के गर्ने गाइस, बुटोलको ट्रिप लागेको छ। अब पैसा कमाउनको लागि त गर्नु परिहाल्यो। बुटोलसम्मको लागि ट्रिप रहेको छ। अब काठमाडौँदेखि बुटोल। हजुरहरूलाई कस्तो लाग्छ भिडियो? राम्रो लागेमा लाइक सब्सक्राइब गरेर जान चाहिँ नभुल्नु होला। गाडी चाहिँ पुरै उफ्रिरहेको छ। गाडी कहीँ अड्केला भने फेरि पनि परिरहेको छ। गाडीको टायर फुट्ला गाडीको ठोकिरहेको छ अगाडि। गाडी पनि स्लोमा स्पिड चलाउन मन लागिरहेको छैन। यस्तै भइरहेको छ। बिस्तारै चलाऊँ भने फेरि पेट्रोल धेरै छैन मसँग, पेट्रोल धेरै छिडिल लागिरहेको छ, त्यसैले मैले स्पिड चलाउनु परिरहेको छ गाइस। मेरो बोली सुन्दा झ्याउ लागिसक्यो होला, हजुरहरूलाई धिक्क लागिसक्यो होला। म तपाईँहरूलाई गीत सुनाएर लिएर जानेछु। गीत सुनेरसँग हिँड्नु होला गाइस। म चाहिँ गीत लगाइदिए पनि छ। मैले गाउँछु गीत मलाई नै मन पर्ने। मलाई ढोल्छ कटकटे घाँटीमा सटल गर्ने। मैले गाउँछु गीत मलाई नै मन पर्ने। लमजुङको तोपाने म एकछिन त रन गर्ने। Smoking greener, मैले expensive भए पाछु फ्रीमा। पानी शरीर पिटाको फ्रीना, माली कोकाइना। फाइनली साथीहरू हामी चाहिँ त्यो बुटोल जाने बाटोमा पनि आइसकेका छौँ। एक साइड अफरोड, एक साइड पिच गरेको बाटो। यो चाहिँ यहाँतिर चाहिँ उयो पैसा नपुगेर यस्तो गरेको हुनसक्छ गाइज। त्यही भएर हामीले यसो बिस्तारै चलाउनु पर्ने हुन्छ। अफरोड गयो नि हुने रहेछ, पिच रोडबाट चलाइने हुने रहेछ, आफ्नो मर्जीले चलाउनु रहेछ। हजुरहरूलाई गीत सुन्दा अब मेरो भोइस पनि सुन्न सक्नुहुन्छ। एकछिन बसी सुन्नु होला। अनि म अब खाजा खाएपछि अब भर खाजा खाएको प्यासेन्जरहरूलाई मैले अब एकछिन गीत सुनेर गाडी सुनेर अन्तिमसम्म हेरिदिनु होला। अब म एकछिन गीत बजाउन गइरहेको छु साथीहरू।
यो मेरो सन्देश हे हावा लैदेऊ न गाउँमा बसेकी दिदो मेरो गान्छीलाई। सो गाइस आज चाहिँ मेरो डेस्टिनेसन यहीँसम्म रहेछ। यहाँबाट चाहिँ अब अगाडि बाटो पनि बन्द रहिरहेको रहेछ। अब भोलि अर्को भिडियोमा आउनेछ। अब अरू चाहिँ है गाइस आजको लागि चाहिँ मैले यति नै गरेँ है त गाइस। अब आजलाई चाहिँ बाई बाई। अब अर्को नेक्स्ट भिडियोमा भेट्न सकिन्छ गाइस। मेरो बस चाहिँ उतनेर भित्तामा लगाएर राखेको छु गाइस मैले। यहाँबाट अगाडि बाटो बन्दै रहिरहेको रहेछ। अगाडि बाटो छैन भनेको रहेछ मलाई। अब यहीँबाट थाहा भयो, त्यही भएर म अगाडि जान पाएन गाइस। अब आजलाई मेरो भिडियो यति नै। राम्रो लाग्यो लाइक कमेन्ट र सब्सक्राइब हान्न चाहिँ नबिर्सिनु होला है गाइस। हस् त बाई बाई आजलाई गाइस है त ल। एक हरन सुनेर जानु होला है त ल गाइस। ल ओके गाइस आजलाई बाई बाई। यो ट्राफिक मोड खेल्न मन छ भने हजुरहरूलाई बस एक्स ब्लग भन्न सर्च हान्न सक्नुहुन्छ युट्युबमा गएर। हस् त बाई बाई।